आँखैनिर नाच्छ त्यो मुलुक, दिलको कुनामा ढुक ढुक गर्छ नेपाल। दिल हाम्रो कति कमलो छ के थाहा यो दुनियाँलाई, जसलाई सजाएको उही धड्किन्छ यो मनमा। जससँग प्रेम गर्यो नि उसैको गीत गाउँछ यो दिलले। गीतु, हाम्रो नेपालमा बत्ती बाल्छन् क्या साँझ परेसी? बत्ती बाल्यो भने के हुन्छ बाजु? यो बालेसी भगवान आउँछन्। सबैको घरमा भगवान आउनुहुन्छ? हो त नि, सबको घरमा भगवान आउनुहुन्छ। त्यसो भए मेरो लागि पनि एउटा भगवान बोलाइदिनुहोस् त, म पनि भाइ देखाउँछु नि। ल ल ल हुन्छ, म बोलाइदिन्छु है त। अब हाम्रा लागि पुर्खाको देश भएको छ नेपाल, तर सिमानाले छुटे नि भावनाले हामी दुनियाँभरका नेपाली एकै हौ नि। हामी जहाँ रहे नि, जुन माटोमा खुन पसिना अर्पे नि, असलमा हाम्रो पहिचान नेपाली हो। यो खास बात दिलमा राख्नु है सबैले। यो दिलमा के छ र भन्नु गीतु? एकचोटि पशुपतिनाथको दर्शन र एकचोटि आफू जन्मिएको थलो टेक्ने बडो धोको छ मेरो। बजु, म्यानमार आएपछि कति बार नि नेपाल जानु भएको छैन कि? म मेरो बजुलाई लगिदिइहाल्छु नि नेपाल, होइन बजु? कर्मले बर्मा ल्यायो, हामी नेपालको हुन सकेनौं, तर नेपाली त हौ नि। हामी नेपालीको दिल एकै त हो नि, त्यहाँको नि यहाँको नि। यही बात हामीले हाम्रा सन्ततिलाई बुझाउन सक्यौं भने मात्र जहाँ रहे नि हामी नेपाली भएर बाँच्न सक्छौं। हेर बाबु नानी हो, वर्षको एक दिन फूलमाला लिएर माण्डले आउँदैमा वीर गोर्खालीलाई सम्झेको हुँदैन। बुझ्यौ होइन? जय गोरखकाली। मैनाली नै बस्यो गीत, तिमी यता नभए हिँड मसँग भोलि नै थाइल्यान्ड। तिम्रो यहाँको पढाइ सकिहाल्यो क्यारे? बस्ने भयो नि बस। तिम्रो एडमिसनको टाइम छँदैछ। तिमी यहाँ बस्यो भने बजुलाई शून्य पनि हुँदैन, साथी पनि हुन्छ नि उहाँलाई। काकु, हजुर, बजु, भाइ, म हामी सबै नेपाल घुम्न जाउँ न काकु। थाहा छ नि तिमीलाई, सिजनको टाइम हो अहिले फ्यान्सी बिजनेसको। गाह्रो पर्छ गीतु मलाई। आफूलाई कस्तो नेपाल घुम्न मन लागिरहेछ। पक्नु न, बजुलाई भन्छु, अन्त जान परिहाल्छ नि। ए, तिम्रो बजु नेपाल जाने? ल मनाउ न त, म नि गइदिउँला। हस्। दिदी, म नि जाने नि नेपाल। बजु, म नि जाने नेपाल। म नेपाल जान पाइन भने स्कुल नि जान्न, कराते सिक्न नि जान्न। चुप लाग, खाने बेला बोल्नुहुन्न। बजु, जाउनु कि नेपाल? म त जान्न। अनि पशुपतिनाथको दर्शन गर्ने भने होइन त? हुन त हो नि, बुढा बाँचेर भए जान्थे नि। खै, आफूलाई त जहाज चढ्न पनि डर लाग्छ। बुढासँग यहाँ आउँदा बात मार्दै मार्दै आएको, बीचमा पानी जहाज पनि चढ्नु पर्दो रहेछ। आमै, मलाई त कस्तो डर लाग्यो भने म डराएको बुढाले थाहा पाएर भन्नुभयो, चम्पा नडरा, मलाई पौडी खेल्न आउँछ। अब यो हाउजातमा पौडी खेल्न पनि मिल्दैन, मिले नि मलाई आउँदैन। म त जान्न। हेर गीतु, तैले अनेक कुरामा मन डुलाएर आफ्नो पढाइ बिगारिस् भने तेरो काकुको पनि मन दुख्छ नि फेरि। बुढी, ल, तेरो काकुको एउटा छोरी थिए नम्रता, हो कि होइन ल भन् त? मेरो कान्छोले छोरीले जे भने पनि मान्थ्यो,
भरे के भयो हेर त, जति जति ठुलो हुँदै गई दसतिर मन डराउन थाली। मनमा के भारी बोक्नु परेको थियो, आत्महत्या गरी। बजु जानु न तपाईँ यहाँबाट। त्यही भएर भाँडिने काम नगर भनेको मैले। ए बुढी जानु न तपाईँ यहाँबाट। अब सन्तान भने तिम्रो जी भाइ त हो नि उसको लागि। बा आमा नभएपछि उनी त हो नि बा आमा तिमीहरूको लागि, होइन? ओहो, कति कुरा फेर्न जाने है बजु तपाईँले। अघि भर्खरै प्लेन चढ्न डर लाग्छ भनेर नेपाल नजाने भने होइन, अहिले त कति कुरा फेरे होला नि है। सेल पकास्तो पकाउने बा कुरा त। जानी रहर नभएको होइन नि मेरो माइती देश। अब मेरो खसम बितेको ठाउँ छोडेर म कहीँ जान गीथ्यो। उहाँकै हात समातेर कलिलैमा बर्माइयो यो बुढेसकालमा माइती देश। केही गरेर उतै बितियो भने उता म यता खसम। बजु औधी माया गर्नुहुन्थ्यो बाजेले तपाईँलाई। हाम्रो मागी बिहा होइन नि गीत हो, भागेर बिहे गरे। ल सुसु बजु बजु हेर्नु त, आज मैले फाइटमा सबैलाई ढालिदिएको नि। हो दिदी दिदी गीतु दिदी दिदी ए दिदी। बजु मलाई नि रहर थियो सानैदेखि नेपाल जाने। तपाईँको माइती देश हेर्न मन छ बजु, मलाई पुर्खाको देश घुम्न मन छ। त्यसैले म नेपाल जाँदैछु। फर्की आउँदा केही न केही चिनो लिएर आउनेछु। मेरो पिर नगर्नु ल बजु। गीतु ए बजु हेर्न बाबु, छोरी मान्छे एक्लै यहाँ एउटा चिठी छोडेर गीतु त नेपाल पुगेछ भने के गर्ने अब लो भन् त। केही त गर बाबु। हेर बाबु, मलाई त यस्तो डर लागिरहेछ कि। आमा तपाईँले केही टेन्सन नलिनुहोस् ल। गुड आफ्टरनुन सर। भाइ, म्यानमार र थाइल्यान्डको फ्लाइट चेक गर त, नेपाल जाने कतिवटा छन्। आई निड फास्ट। म्यानमारको चाहिँ छैन सर, यहाँबाट नेपाल एयरलाइन्स र थाई रहेछ। टाइम एकपल्ट हेर त। थाई अघि नै ल्यान्ड भइसक्यो, नेपाल एयरलाइन्स चाहिँ ल्यान्ड हुन आधी घन्टा बाँकी छ। खाना मिठो थियो, धन्यवाद। ए बहिनी नेपाली हो? घर कहाँ नि बहिनीको? म्यानमार। ए भनेपछि नेपाल आफन्त भेट्न जान लाउनु भएको? सबै आफ्नै हुन् गीतु, कोही पराया छैन हाम्रो नेपालमा। स्वर्ग जस्तो ठाउँ, दैव जस्ता मान्छेहरू। म नेपाली, तपाईँ नेपाली, नेपाली नेपाली आफ्नै भएन र। असलमा म मेरो पुर्खाको देश जानला, नेपाल घुम्न जान्ला। मिस, तपाईँलाई मन पर्यो? हेर्दैछु। ए रवि, हजुर यहाँ हेर त बाबु। पेमेन्ट दिनु बाँकी थियो। हेलो सरेन सर, नमस्कार। नमस्ते विनोदज्यू। सर पेमेन्ट अलिकति ढिला भएको थियो सर, म पठाइहाल्छु सर। पेमेन्टको कुरा होइन, मलाई हजुरले सानो सहयोग गर्नु पर्यो। भन्नु न सर, म गरिहाल्छु नि। हेर्नुहोस् न विनोदज्यू, मेरो भतिजी कसैलाई नभनी म्यानमारबाट नेपाल आएको छ। हजुरले कसैलाई रिसिभ गर्न पठाउन सक्नुहुन्छ? भइहाल्छ नि सर, म कसैलाई पठाइदिइहालौँ। धन्यवाद विनोदज्यू। मैले उसको फोटो हजुरलाई वाइबाबाट पठाइदिन्छु। उसको नाम गीत हो है। ए हस् सर। यसको 2-4 करोडको माल फुत्काउन पाएँ भने बल्ल हुन्थ्यो। ए प्रेम, कस्तो
क्युट देखेको है गॉड नियर अबाउट सेम सेम हो नि तिम्रो मेरो साइज हो र ट्राई गर्छौ यसले म लिएर जान्छु त माइन्ड नगर थ्याङ्क्स सर त्यहाँ ठुलो माल झार्दै हुन्छ प्रेमजीले ठिक छ त्यहाँ हेर प्रेम जाम न कफी पिउन म बिर्छु जाम न के यो लाने कि नलाने लान्छु नि अहिले म के लान्छु एटलिस्ट 50,000 को लान्छु ल आर यु सिरियस अफ कोर्स यस प्रेम एकछिन कहीँ जाने होइन एयरपोर्ट जानुपर्ने भयो त जानु म ए फोटो पनि आइसक्यो जानु छोरा गइँदैन तपाईँ नै होइन ड्याडी म साथीहरूसँग घुम्नु जान्छु नि भन्दा मेरो स्टक माल कटाइदिए अनि जागेन जा भन्ने तपाईँ कटाउँदैछु के भयो मान्छे म तिम्रो फ्यान्सीमा कति आइरहेको छु नि नोटिस गरेको छौ तिमीले त्यही त नि है हो त नि त्यही त तिमीलाई हेरिराख्नु मन लाग्छ कि हेरिरह्यो आई लभ यु भन्नु लाग्छ भन्नु 50,000 हेर तिमी हल्का लेट भयो नि अर्कैले भनिसक्यो मलाई के गर्ने होला अब अरूको चित्त दुखाउनु भएन हेर नत्र त भन भनिदिन्थेँ नि मैले उही मात्र छ जस्तो बाबु फुर्कायो भने खुर्क मान्ने छोरालाई नफुर्काएर के गाली गरेर तपाईँले मेरो छोरालाई के ठान्नु भएको छ तपाईँले मेरो छोराले चाह्यो भने हैन त प्रेम तपाईँको पसल 1 हप्तामै रित्ताइदिन्छ के ठान्नु भएको छ तपाईँले रित्ताइदिए बाबु भइहाल्छ नि प्रेम बाबु त्यो म्यानमारदेखि आएकी छ म जान्नु यहाँ सुन तेरी आमाले भने जे पनि मान्ने मैले भने मान्नु पर्दैन मोरा यो केटी स्पेसल हो कि मेरो लागि यहाँ सुन त्यसो त्यो केटी यहाँ घरमा ल्या अनि तँ जहाँ जान्छस् जा तैँले मेरो बिजनेसको चिन्ता गर्नु पर्दैन त्यो मोबाइल भएको फोटो मेरोमा हाल्नु मिल्छ प्रेम ओए थाहा छ माल कटाउने टेन्सन सक्यो नि मेरो होइन होला हो प्रेम बुढाले यस्तरी फ्री गरिदिनुमा केही सस्पेन्सै छ जेसिका छु मतलब टेन्सन लिनुपर्ने कुरामा चाहिँ टेन्सन लिनु छैन अहिले त्यहाँ त्यो केटी भेटेन भने जान्दिनु हुँदैन ड्याडीले मलाई जाम छ यार यो जाम कहिले खोल्छ होला ओ जाम खोल छिटो खोल जाम खोल जाम खोल जाम खुला हो अब जाम पर्छ रुक ट्याक्सी रुक कहाँ गुजिरहेको छ यार रुक क्या हुआ जो तू केडी स्मार्ट केडी हो फेल तू केडी नाम थाहा हुन्छ बोल्नु मलाई त्यो केडीको नामै भएछ नि यार ट्याक्सी रुक नम्बर हेर तँ पनि आएको
तँ किन आएको भनेर आएको नि मुलामा। अनि गाडी को छ अब? गाडी ला यार, हाम्रो गाडी त ट्राफिकले झाप्पाएर किन अब? सलाम। गाह्रो होला है सरलाई? छैन भाइ, यो ट्याक्सी सरलाई गाह्रो होला भन्दै ए भाइ के हो खै फेसन ब्लू पाउँथ्यो यसो मिल्दैन सर। ओ गुरु कहाँ पुग्नु भयो तपाईँ? बैल त मिल्थ्यो है। प्रेम छोड्दै सुन, मैले त ट्याक्सीलाई ठाउँको ठाउँ रोकेँ नि। के भन्छ? हो नि, एसोसिएसनबाट नम्बर लिएर कल गरेको। पहिला त क्या ल्याङ गरिदिरहेन सोल्टीले। पछि म क्राइम ब्रान्चबाट इन्सपेक्टर गजेन्द्र गुरु गजरेल बोलेको। त्यो केटी क्रिमिनल हो, ठाउँको ठाउँ रोक्ने भनेर गफ दे लाइनमा आइहाल्छ सोल्टी। लैन्छ कहाँ छ? कुरिरहेको छु। आजको दिन त खतमै रहेछ नि। बिहानदेखि बोनी बिग्रेको दाजु मेरो होटेल आयो के? अब होटल जाने होइन, खाना जाने ठाना। ओ पुलिस आयो, लान्छ अब तिमीलाई। पुलिस? केटी ए अन्त सर तपाईँले साह्रो राम्रो काम गर्नु गुरुजी। हेर्नुहोस् अब तपाईँ मेरो डिपार्टमेन्टमा भइदियो है, मैले तपाईँको ठाडै प्रमोसन हानिदिन्थेँ। के डिपार्टमेन्टमा के पऱ्यो सर? मेरो भाडा 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 हेर्नु त। हजुर एयरपोर्टबाट यहाँसम्म यतिमा कुरा मिलायो त? हस् हजुर। ल नमस्ते। हेलो म आभास। प्रेम नमस्ते, म गीत। तपाईँहरू पुलिस हो र? अनि किन गरेको त यस्तो मलाई? हामी तिमीलाई लिन आएको, तिमी अब मेरो घर जाने हो। जाउँ। लुक, मेरो ड्याडीको स्पेसल मान्छे हो तिमी है। मेरो ड्याडीको नाम विनोद कार्की हो। ओके एकछिन फोन गर यार, कस्तो स्पेसल हो? हेलो प्रेम, कहाँ ड्याडी? तपाईँको स्पेसल मान्छे तपाईँलाई चिन्दैन? ए त्यो उसको अङ्कलको नाम शैलेन्द्र हो, थाइल्यान्डबाट फोन आएको थियो भन्न। ल तिम्रो शैलेन्द्र अङ्कलले थाइल्यान्डबाट मेरो ड्याडीलाई फोन गरेको, अनि मेरो ड्याडीले हामीलाई यहाँ लिन पठाएको। पाहुना भनेपछि कुरोकै हुन्छन्। कर लगाइकन लिएर जान्छन्, मिठी मिठी कुरो खानिदिन्छन्। पाहुनालाई त भगवान ठान्छन् हाम्रो नेपालमा। हेलो जाउँ जाम। अरू केही प्रुफ चाहिन्छ कि गिज्जीलाई? त्यो लगेज ल्याउनु न। भरे हो क्या यार म? ओए प्रेम, मलाई बोले छोड दे। म तपाईँलाई पछि कल गर्छु। ए यो ब्याग निकाल। प्रेमले हामीलाई नभन्नु भइलाग्यो। आऊ हुन्छ। यतिको भए त चलिहाल्यो नि। गीत मेरो मम्मी। नमस्ते। होइन रहेछ, भए त खुट्टा रोपिहाल्थे। प्रेम अनि उनी चाहिँ को नि? ए हो ड्याडीको स्पेसल हुन्छ। म्यानमारबाट आएको रे ड्याडीलाई भेट्न। आऊ गीत। होइन होला। हो रहेछ पनि। केटा गीत जाओस् त एउटा। ल जाओस्। बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायाको सागरमा म। होइन आज के प्लान छ? खै जहिले एउटा प्लान छ भनेर बोलाउँछ केटाहरूले। के हो अवश्य म सस्पेन्स खोल्दैछु ल केटाहरू। एटलिस्ट 15 डेजको लागि हामी चाहिँ गायब हुने हो क्या। ल बनाऊ कहाँ जाने? प्लान गरेर के गर्ने? यस्तो प्लान त कति गर्यो होइन? भने जहिले नि एउटा प्रब्लम परेर आउँछ यसलाई। खोया जस्तो कुरा नगर न यार।
यसपालि यसलाई यसको बाउले फ्री छोडिदिएछ क्या है? त्यही त मुलाहरू बिलिभ गरिरहेको छ नि। तिमीहरू जाने कि नजाने मात्र भन्न नजाने हो? बट जाने नि। ल ल ल गान्द्रुक जाउँ। भोलि होइन पर्सि जाउँ। पर्सि गान्द्रुक जाने भए पोखरामा दिने होइन के बन्जी नि। देव 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 तिमीसँग भेट हुँदैन भनेर कम त टेन्सन भएको थियो मलाई। दात लाठी भनेर आउनुपर्छ नि, चिन्ता हुँदैन मान्छेलाई। तिमीलाई भेटेर त ठिक हो, नभेटेको भए मर्नु न बाँच्नु हुन्थेन मलाई। कहाँ खोज्नु फेरि यत्रो ठुलो सहरमा। मै खाना खाउँ। तर केही थिएन नि, बुझ्यौ? म जसरी नि खोज्थेँ नि तिमीलाई। जे भए नि तिमी आइपुग्यौ त्यही राम्रो भयो। तैँले ल्याएको होइन त्यो केटीलाई? पख तँलाई। के गर भन्छस्? जान सुन तेरो बाउको कुरा। के गर्यो बाउले? माफी दिनु न काकु, आइहाले नि म काकुले भनेको ठाउँमा। थाहा छ मलाई, त्यहाँ मलाई भर नलागेर तिमीलाई कुन अन्त नि भनेको छु। अबदेखि यस्तो गर्दिन नि काकु। ठिक छ, बजुलाई मैले नि फोन हान्छु, तिमीले नि फोन हान ल। हुन्छ काकु। तिम्रो कस्तो पिर गर्नुभएको छ बजुले। हस्, 1-2 दिनमै घुमेर आइहाल्नु है छोरी। कहाँ 1-2 दिन? यहाँ बाले कहाँ घुम्न पठाउने भन्नुभएको छ मलाई। जहाँ भने नि लगिदिइहाल्छ नि मेरो छोराले। लग्दा थाहा छ काकु, यहाँ बा आमा कति जाति हुनुहुन्छ नि। म त काकु सँगै बसे जस्तो हो नि यहाँ। मेरो चिन्ता नलिनु ल, यो घर आफ्नै जस्तो त हो नि। गीत घरमै छ भनेर मान्नु ल काकु। ल छोरी ल, केही परे विनुतलाई भन्नु है। हस्, राख छोरी राख, तिमी नै राख। तिमीलाई यहाँ घुम्दाखेरि चाहिन्छ। अनि छोरी, हजुर, उता तिम्रो बा आमालाई सन्चै छ? हुनुहुन्न नि उहाँहरू। लानुभयो नि भगवानले मेरो बालाई, आमालाई, काकीलाई। उहाँहरू चढेको गाडी ठोकिएर। आमा, भोलि पशुपति दर्शन गर्न जाने नि। भइहाल्छ नि, हाम्रो बाबु छँदैछ नि। अन्त कहाँ घुम्न मन छ? ल भन छोरी, प्रेम छँदैछ। अन्त पर्सिबाट घुम्ने बा, कहाँ घुम्न जानु छ नि मलाई। भइहाल्छ नि। लग्दा यस्ता बाले भनेन भने यस्ता आमाले भनेन मानिन्न। बा छोरी यहाँ सुन त, यो प्रेमलाई मनाउन केही भन्नुपर्ने फुरुक्क फुर्काएको छ र। प्रेम हजुर आमा, गीतले कहाँ भन्छन्, तैँले घुमाउनु पर्यो बाबु। म बिर्छु के। हेर छोरा, उहाँदेखि एक्लै नेपाल घुम्न भनेर आएकी छिन् छोरी। कुन ठाउँ रे? म्यानमार। त्यही त, म्यानमार। उहाँदेखि एक्लै आएकी छिन्। तेरो ठाउँमा अरू कोही भएको भए मेरो छोरीसँग भेट हुन्थ्यो त? भन् त। मेरो छोरालाई तिमीले चिनेकै छैन। बाबु, त हुँदा हुँदै छोरीले एक्लै नेपाल घुम्न सुहाउँछ त? प्रेम, म पनि तपाईँको साथमा नेपाल घुम्ने नि ल। भन्नै पर्दैन नि, घुमाइदिइहाल्छ नि। मेरो छोराले मैले भनेपछि जे पनि गर्छ। तिमीले जहाँ जहाँ भन्छौ त्यही घुमाइदिन्छ। तिमीले मेरो छोरालाई चिनेकै छैन। हो र? धन्यवाद तपाईँलाई। ठिक छ ल। भोलि छिटै जानुपर्छ नि है। हुन्छ। देख्यौ त, मैले भनेको थिएँ, फुर्क्यो कि फुर्केन? ए बा, के आइला यो आपत? उता केटाहरूलाई फुर्ती लाएर आइहाल्यो, यता फुर्केर हुन्छ भन्ने। यो फेरिले भोलि पशुपति लगिदिउँला। अनि फेरि यहाँबाट कहाँ जाउँ भन्ने यार? कसरी हटाउने यार यसलाई आफ्नो बाटोबाट?
छाती पोलेको टाउको दुखेको कानो गएको अपच हुने खान मन नलाग्ने रिङ्गटा चल्ने आदि रोगहरूको लागि हामीलाई सम्झनुहोस् निद्रा नपर्ने टाउको झमझमाउने हात खुट्टा एकछिन आदि समस्या यो जुत्ता चप्पल यहीँ खोले पनि हुन्छ म त्यहाँ राखेर आउँछु अब यो पूजा सामान लिएर त्यहाँ के जानु होइन देख्यौ खोल तिमी पनि खोल हामी जाँदै गर्छु त आइज ल हिँड हिँड हेर्दै पेट दुखाउनु औषध छ खान मन नलाग्ने चस्मा छ आदि रोगहरूको लागि हामीलाई सम्झनुहोस् लिनुहोस् नपर्ने एक महिना पानीमा एक चम्चा मिसाएर स्वाट पिदिने आधी घन्टामै कब्जिएर चैट हुन्छ आधी घन्टामा 1-2 दिन चाहिँ गाह्रो हुन्छ है भाइ फेरि एक चम्चाले 1-2 दिन मात्रै त्यसलाई 2 चम्चा खाउँछु गीत हजुर पानी खाने प्यासले हाल लौ पानी खाऊ लाग्दैन मलाई खाऊ न खाऊ कति कर गरिरहेको नखाने यस्तो घाम छ तिर्खा हाल खाऊ खाऊ लौ उता हजुरआमालाई बागमतीको जल लाने होइन छोरी लाने नि जाऊ जाऊ ल जल त लाने भन्यो तर केमा लाने होला ए प्रेम त्यो बोतल खाली गर त त्यसमै लाने जल ल मलाई चाहियो त अनि जल लानु परेन खाली गर प्लानै चौपट ए किन फालेको पिउने पानी जस्तो कुरा पाप लाग्छ आमा छोराले पिए त सकिहाल्छ खैले नै हुन्न यो त हुन्न त पिउने ल पि त पि हस् भइहाल्छ नि ए प्रेम के गरेर कुदाको राम्रोसँग कुदा न होइन के भएको छ अझ यसलाई प्रेम के गरेको यसले हो क्या सुरुमै बनौती लाग्यो आखिरमा यसले भने जस्तै भएन खोया जस्तो भयो नि प्लान हो केटा त्यस नहुने यार यहाँ मान्छेले यस्तो हेरेर अहिले बन्द हुने मेडिसिन पाउँदैन पाउँछ बन्द हुने खोल्ने सबै ल ल पाक नहीं मैं तो खाली उतै बस्छु भन्छ आइज नहीं मैं तो आइज भन्यो आइज छोड्ने अब आउँदैन बुझिस आउँदैन ल अब आयो भने त तेरो पालो है आवाज औषधि ल्याएँ मैले पानीले ओ त आइस खोले पानी नै सानी कफीले खाने यसको सेरपट्टि आगर 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 पानी जोगाइले कफी हाल जा 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 कस्तो दुःख थियो यार हेर केटा हो अब फेरि यसलाई आयो भने नि सिधै मैले नसके नि मेरो ब्रेन चल रहा है केटा फुरिसक्यो नि आइडिया खोया जस्तो
कति गरेर रेस नगरेर शेरपट्टि लाग्यो होला आइडिया। गाली नगर्न प्रेम, अलि सन्चो भयो तँलाई? पेटै खाली बसियो। आन्द्र बुढी नै 12 मा खस्यो जस्तो लाग्छ। ए जाने यार। अघि के आइडिया फुर्यो भने भन्छ तैँले? खोइ त्यहाँ टोइलेटमा फुर्या थियो। अब त्यो केटालाई नि म यस्तो खत्तम केटा हो भन्ने प्रुभ गर्नु पर्यो नि, अनि म होइन त्यो केटी मसँग भएको छ। भइसक्यो बोतल रित्तियो, माइनस डिग्री ठन्डीले माहौल चिसियो, आऊ नगरौँ नौलो काम। धेरै भयो ह्याङ, नगरौँ न ल्याङ। मोटरसाइकलमा घुम्नलाई जाउँ कान्छे, पछाडि बसेर बुलेट बाइकमा। मोटरसाइकलमा नजाने घुम्नलाई, पछाडि बसेर तिम्रो बाइकमा। मोटरसाइकलमा घुम्नलाई जाउँ कान्छे, पछाडि बसेर बुलेट बाइकमा। मोटरसाइकलमा नजाने घुम्नलाई, पछाडि बसेर बुलेट बाइकमा। च्यालेन्ज गर्यो हल्का चुस्किलिए, हेडलाइटबाटै क्रस गर्थे एक चुम्मा दिए। मोटरसाइकलमा घुम्नलाई जाउँ कान्छे, पछाडि बसेर बुलेट बाइकमा। नो वे, मोटरसाइकलमा नजाने घुम्नलाई, पछाडि बसेर बुलेट बाइकमा। नाच्नलाई के मान्छौ सरम, बाँझो खेतमा छड्के सलाम छ सबैलाई।
भयो ह्याङ नगर न ल्याङ मोटरसाइकलमा घुम्नलाई जाउँ कान्छे पछाडि बसेर बुलेट बाइकमा मोटरसाइकलमा नजाने घुम्नलाई पछाडि बसेर बुलेट बाइकमा बाँझो खेतमा छर्के सलाम छ सबैलाई पहिलो भेटमा बाँझो खेतमा छर्के सलाम छ सबैलाई पहिलो भेटमा पिरिम मेरो नाम पिरिम त्यसलाई त नि खोया जस्तो जहिले टेन्सन माथि टेन्सन यार अब त यहीँ घुमेर बस केटा अब कहीँ नजाने बुझेस् यही पारा हो भने नि त्यो केटीले हामीलाई घुमाउँछ क्यान्सल यसलाई खतम बनायो भने त्यही खतम रहेछ नि त्यही त नि पात रहेछ नि उल्टो डस दिएर अब यो हामीसँग घुम्न जाने कि त्योसँग ए टेन्सन नलियो केटा हो मसँग प्लान सी छ सी के छ मुला त्यो गीतले कहाँ घुम्न जाउँ भन्छ त्यो चाहिँ मलाई थाहा छैन है तर त्यसले जहाँ जाउँ भने नि हुन्छ हुन्छ भनेर लाने चाहिँ हामी जाने ठाउँमै हो क्या त्यसलाई नेपालको के पनि थाहा छैन बुझ्यौ त्यो ठाउँमा लगेर त्यसको म यस्तो सातो लिन्छु त्यो आफै प्लेनको टिकट काटेर काट्नु आउँछ अब यसो गर तिमीहरू जाँदै गर म त्यसलाई लिएर सिधै त्यहीँ आउँछु है गीत हामी कहाँ जाने घुम्न भोलि घरमै गएर सल्लाह गरौँला नि के भयो र ए हो हुन्न ल ओली बिस्तारै चलाउनु न ल के गरेको ए रोक न बिस्तारै त चला गाडी आयो पाक रोक के हो बाटो रोक न भने ए रोक अगाडि नबढ बिजुलीमा ठुलो आँधी आउँदैछ ए अगाडि नबढ भने पक्न भने पर निस्क न ओ केटा आन्या ए बोजू के गरेको हिँड नि प्रेम कहाँ लिएर आउन हो थाहा भइहाल्छ नि बन्जी हान्न ल्याएको के तिमीलाई अब नेपाल आएको मान्छेले बन्जी नै हानेन भने त घुम्न आएकै भएन नि देखेर तरिस कि नाइ नफाल्ने नि आम्म मलाई डर लाग्छ किन डराउने मैले त कति गरी अलमोस्ट 100 भयो होला है अलि बढी भएन र भयो 100 भन्दा बढी भइसक्यो नि हो र के होइन होला पत्याएन नि मैले त के गर्छ र त्यहाँ जाने तल हेर्ने फुत्ता आमाले सिम्पल भनिदिन्छु ल पहिला तपाईँ हाम फाल्नु अनि म नि हाम फाल्छु मैले त अहिलेसम्म हाम फालेको छैन नि एकचोटि बाबु पिरिम तैँले यहाँबाट हाम फाल्न सकिनस् भने त खोइ हुने भने त हो के जा प्रेम जा प्रेम जा बिस्तार चाहिँ भाला त भने हाम चाहिँ कुनै इज्जत चाहिँ भाला यसको स्टाइल हो क्या यो 79 बाट पनि यस्तै स्टाइल हो वामा भेर न पक्न हाम फाल्दैछ त
प्रेम हाम्फाला तैँले कम अन हाम्फाल्छ यसको स्टाइल हो नि यो ल 3, 2, 1, jump! गर्ला जस्तो छ ल ठिक छ हाम्फाल्छ 3, 2, 1, हेलो मम यो सातो बोलाउनु के गर्नुपर्छ कुचोले हस् हस् मम्मी हस् डाक्टरकोमा लगेको होइन र किन छैन भन्छ मेन कुरा निदाएन क्या यो 2टा स्लिपिङ ट्याब्लेट खाइसक्यो आँखै चिम्ले होइन लुम्बिनी जाने भनेको मैले तर यहाँ पोखरा ल्याइदिनु भयो प्रेमले मलाई गीत तिमी पनि हामीसँग घान्द्रुक जाने है यहाँबाट टाढा पनि छैन फेरि घान्द्रुक त क्या दामी छ नि जहाँ घुमे नि नेपाल राम्रो छ नि तर मलाई बुद्ध भगवानको दर्शन गर्नु छ घुम्न त मन थियो नि तपाईँहरूसँग तर के गर्नु थोरै समय लिएर आछु फेरि यहाँबाट मलाई कहाँ जानु छ नि तपाईहरु यतै घुम्नु नि ल म भोलि बिहान नै लुम्बिनी जान्छु होटलले भेटाइदिन्छ बस मलाई नरिसाउन भन्दिनु ल प्रेमलाई के भने यार तिमीले तँलाई थाहा छैन प्रेम केही पनि थाहा छैन राति कति टेक केयर गरी उसले तेरो 2 चोटि त रुममै सोध्न आइ थियो तँलाई कस्तो छ भनेर उसलाई इग्नोर नगर प्रेम प्लिज जा त बसबाट अन्तिमहरु खोया जस्तो कुरा गरेर ढिलो नगर न यार हल्ला बलुवा बन्दैन हामी त जा दाजु रोक्नु यही रोक्ने भित्र नजाने म यही चढ्ने लिनु
प्रेम गीत तिमीले मेरो फोन किन नउठाउ? तपाईँ आराम गर्नु भनेर नि। अनि तपाईँलाई कस्तो छ नि? आम सरी गीत। अनि तपाईँको साथीहरू? उनीहरू त पठाएको मलाई। अनि आउनुभयो तपाईँ? ल अब मलाई सबै ठाउँ घुमाइदिनु ल। अनि यहाँको सबै कुरा बुझाइदिनु। म गएर बजुलाई, काकुलाई, भाइलाई भन्छु नि। मलाई त केही पनि थाहा छैन नि यहाँको। आफ्नै देशका कुरा नि थाहा छैन तपाईँलाई? पत्याएन नि मैले त। साँच्ची हो। बट डोन्ट वरी, यहाँ गाइड पाउँछ। एउटा गाइड ल्याउला, उसले सबै भनिदिन्छ नि तिमीलाई है। ल लिन जाउँ। हस् हुन्छ। तपाईँ म्यानमारदेखि आउनुभएको हो नि? संसारका थुप्रै देशहरूले गुम्बाहरू बनाएका छन् नि यहाँ। अनि यहाँ म्यानमारको गुम्बा पनि छ। साँच्चै? यही हो नि म्यानमारको। हजुर म्यानमारको। दाजु फोटो खिच्दिनु न है। आउनु आउनु न। अहिले तपाईँ शान्तिका दूत भगवान गौतम बुद्ध जन्मिनु भएको ठाउँमा हुनुहुन्छ। यही ठाउँ हो नि संसारभरि लुम्बिनीको नामले प्रसिद्ध भएको। एउटा कुरा सोध्छु नि ल दाजु। हुन्छ सोध्नुहोस् न। बुद्ध भगवान नेपालमै जन्मिनु भएको? भन्नु न के? हो त, नो डाउट यही नेपालमै जन्मिनु भएको त। बुद्ध भगवान हाम्रो देशमा जन्मिनु भएको। बुद्ध भगवान हाम्रो देशमा जन्मिनु भएको। प्रेम, थाहा छ तपाईँलाई बुद्ध भगवान हाम्रो नेपालमा जन्मिनु भएको? प्रेम हजुर साह्रो जाति केटा हो रे नि तपाईँ। कसले भने? तपाईँको आमाले। अरूका लागि जे नि गर्ने, जे भने नि मान्ने, मनमा लाग्या भनिहाल्नु है छोरी भन्नुभएको छ आमाले। मसित भन ल भन, आज तिमीले भने जे नि मान्दिनँ। प्रेम मलाई मुरमा लगिदिनु न। मुरमा कि बरमा? मुरमा। नाम त फर्स्ट टाइम सुन्दैछु। लगिदिनु न मलाई मुरमा। जसरी नि लगिदिनु न प्रेम। मेरो बाजे बोजू यही मुर्माबाट गएको नि म्यानमार। आएको बेला जाने भनेको, खोइ के गर्ने होला। ओके, फौजी छँदैछ नि, टेन्सनै छैन। के रे ठाउँको नाम? मुर्मा। मुर्मा? मुर्मा भिलेज नेपाल। मुर्मा भिलेज नेपाल। धारा? एकैछिन है, बस्दै गर। हस् दाइ, यो फुल ट्याङ्क गरिदिने। ए हस्।
के गरेको फोटो खिचेको दाइ कति भयो मैले दिइसकेँ किन दिएको त बेकार म दिइहाल्छु दाजु गए ल हुन्छ जेउस तिमीले गर्दा मेरो पनि यहाँ ट्रिप रमाइलो भइरहेछ ल इन्जोय गर लभ यु लभ यु टु डुड फर्केर आएछ है ल भाइ खै यता हेर्नु न के गरेको प्रेम मेरो साथी बन्नु न फेसबुकमा मैले हाम्रो कति धेरै फोटो हालिरहेको छु नि बन्नु न यो प्रेम जो पाइ त्यसले फ्रेन्ड बनाउने मान्छे हो र प्रेम तपाईँ किन यस्तो 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 भने कस्तो 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 बन्नु न के साथी नेभर तपाईँ बन्नु भयो भने नि मैले रिक्वेस्ट पठाउने नट गन ह्यापन ल फेसबुक अब तपाईँले के गर्नुहुन्छ थाहा छ अब तपाईँले मलाई रिक्वेस्ट पठाउनुहुन्छ है त गयो फोटो खिच्न पुग्यो कहाँ पुग्नु आफूलाई कति खिच्न छ मसला ऱ्याक हान्छ बस गुड मर्निङ गुड इभिनिङ रुम छ नसाउनुहोस् न यार रुम नभए नि होटेल हुन्छ कहीँ तपाईँको नाम के हो प्रेम दुईटा है एउटा लियो नि दुईटा लियो नि कुरो त्यही हो क्या अरे अनि उहाँको नाम गीत ए प्रेम गीत कुरो बुझ्यो के भने कुरो त्यही हो भने प्रेम एउटा कोठा लिनु न दुईटा पलङ भइहाल्यो ए समिन्द्र यहाँ हो त उहाँहरूलाई रुम नम्बर 309 मा लगिदेऊ त हस् सर जानुस् आउनुस् सर एक्सक्युज मी बरु डिनर चाहिँ कुन बेला लिने नि फोन गर्छु ए फोन गर्ने कुरो बुझ्यो के भनेको त्यो दाजुले केही नै न जाउँ सर आउनुहोस् यो चाहिँ हजुरहरूको रुम केही पर्यो भने 9 डायल गर्नुहोस् है ओके गुड नाइट प्रेम भन्नु न के त्यो दाजुले के भनेको के भन्यो सिधै त्यही भन्यो कसरी भन्नु गीत हजुर अबदेखि तिमी मलाई तिमी भन है ए बोजू कसरी भन्ने शरम लाग्दैन कि क्या हामीलाई उसले पनि अब तिमीलाई तपाईँ भन्छु भन न के कसरी भन्ने म सिकाऊ साँच्चै हस् तर मैले जे भने त्यही बोल्नुपर्छ है ल
प्रेम प्रेम भन न प्रेम के मेरो साथी भन्छौ तिमी के मेरो साथी भन्छौ तिमी भन्छु प्रेम तिम्रो मन पर्ने कोही केटी साथी छ र छ कस्ती छ नि तिमी जस्तै अनि उसले नि मन पराउँछ तिमीलाई ए तिमी जस्तो केटालाई जुन केटीले नि मन पराइहाल्छ नि मन पराउँछु भनेर ढुक्कैले भन्दिन् अनि उसलाई भन्न जाँदा यो कपाल चाहिँ काटेर जानु के गुण्डा जस्तो लाग्छ के तिमी अनि उसका लागि एउटा फुल नि लिएर जानु राम्रो गीत यो तिम्रो म्यानमारको भाषामा आई लभ यु भन्नलाई के भन्छ नामेङ्गो अयाङ छिट्टे
Ngamengo ayang chite. Ngamengo ayang chite. Okay. के भयो गीत प्रेम मुरमा गाउँ ऊ त्यो फारे हो रे नि त्यो डुङ्गा छलाउने दाजुले भनेको जाऊ न अहिले एकछिन टेन्सन प्याक गर्नु छ चेन्ज गर्नु पर्यो अहिले जाउँला आऊ छेउन जाऊ यता दाइ यो मुरमा गाउँका हो ऊ त पारेको मुरमा गाउँ धन्यवाद प्रेम हेलो बजु गीत म मुरमा छु नि अहिले हाम्रा कोही छन् र बजु यहाँ म भेट्छु नि उहाँहरूलाई भन्नु न बजु म भेट्छु नि उहाँहरूलाई को छ भन्नु गीत कोही छैन मेरा भनी सबैले माया मारिसके सम्झना भएको भए मेरो खोज गरिहाल्थे नि हैन र चित्त नदुखाउनु बजु धेरै टाढा रहेछ नि मुरमा साह्रो दुःख पाएका रहेछन् नि यहाँका मान्छेहरूले दुःखमा के सम्झिनु होइन र बजु बरु भन्नु न हजुरलाई के ल्याइदिउँ यहाँबाट मलाई एक मुठी माटो ल्याइदिनु मेरो गाउँको माटो म त्यो माटो तुलसीको मठमा राख्छु पक्नु है बजु बजु मैले माटो लिएँ गीत अब एउटा काम गर्दैन ल भन्नु न बजु म गरिहाल्छु नि म सानै थिएँ गीत आमा स्वर्गीय हुनुभन्दा 2 दिन अगाडि मलाई कानको माडुली र हातको कली दिएर भन्नुभएको थियो नानी तेरो लागि मैले केही गर्न पाइन सानीमाले मलाई पटक्कै मन पराउनु हुन्थेन त्यही भएर मैले आफ्नो साथमा राख्न पनि सकिन पछि तेरो बाजेसँग यहाँ आउँदा त्यहाँ छुट्यो नि गीत मेरो आमाको चिनो त्यही छुट्यो कहाँ छ नि बजु बुढी बजुको चिनो गाउँ पर एउटा ठुलो रुख छ देवारको त्यहाँनिर महादेवको थान पनि छ त्यही देवारको टोड्कामा मैले त्यो चिनो राखेको थिएँ छ कि अझै हेर्न गीत पिर नगर्नु ल बजु म खोज्छु म जसरी नि ल्याउँछु बुढी बजुको चिनो प्रेम बुवा यो महादेव मन्दिर कहाँ छ माथिबाट कति टाढा छ यहीँबाट गयो वरै छ ए गीत पखन जाउँ न
गीत यहाँ छ ठुलो रुख। गीत यहाँ हेर त। छैन यता छ एकछिन है फोटो खिचेको तिम्रो, तिमीलाई हाम्रो मुर्माको याद आओस् भनेर। आउजौ। प्रेम, यी फोटो, मुर्माको माटो अनि बुढी बजूको चिनो देखेर बजूले के भन्नुहुन्छ थाहा छ? ए आमा, उति टाढा त एक्लै त गइनस् होला, कसका साथा गइस् भन् त? अनि म के भन्छु थाहा छ? तिम्रो साथा। गीत, मैले तिमीलाई कति दुःख दिएँ, तिम्रो बजूले के पनि नभन ल। म कहाँ भन्छु त्यस्तो? म तिम्रो यस्तो यस्तो कुरा भन्छु नि, बजूले तिमीलाई कति आशिष दिनुहुन्छ त्यहीबाट म छिट्टो गएर आशिष दिन लाइहाल्छु नि ल। गीत, तिमी गइहाल्ने र 2-4 दिन अरू बस न। यहाँ कति घुम्ने ठाउँ छ, म तिमीलाई कहाँ घुमाउँछु। हुँदैन? घुम्न त हुन्थ्यो, के गर्नु, थोरै समय लिएर आएको छु। बजूलाई यो चिनो नि दिनु छ, अनि फेरि जानु छ थाइल्यान्ड पढ्नु। तिमी कलेज बिता भएपछि म्यानमार जान्छौ होला नि, होइन? म पनि आउँछु ल म्यानमार तिमीसँग घुम्न। ए हो, उसो भए म आफ्नो ठेगाना दिन्छु नि ल। के भो? पछि भन्छु, काठमाडौँ गएपछि। कौशिला, त्यो तिम्रो माइतबाट ल्याएको मसौरा थियो नि, हाल्देऊ न अलिकति। आज पनि त्यही पकाऊ, भोलि पनि त्यही पकाऊ भनेर सधैँ खानुपर्ने आफूलाई, अनि अहिले आएर चाहिँ हालिदेऊ रे। भएको भए तपाईँले भनिराख्नुपर्छ हालिदेऊ भनेर। आमा, के गरेको नि यो? यस्तो दुःख नगरे भए हुन्थ्यो नि। केही होइन छोरी, अलिअलि कोसेली हालिदिएको नि। तिम्रो लागि पालपाली ढाका ल्याइदिएको छु, जान्ने मान्छेलाई राम्रोसँग सिलाएर लाउनु है। अनि धोती चोलो पनि छ हजुरआमाको लागि। अनि उसको अङ्कलको लागि भात गाउँले टोपी हालिदेऊ त। होइन, यो प्रेम कहाँ गएछ आज? गीतको जाने टाइम भइसक्यो, एकचोटि फोन गर्नुहोस् त त्यसलाई, कहाँ छ? गर्दैछु। प्रेम, थ्याङ्क यू।
Ngamengu ayem chitegi. Ngamengu ayem chitegi. पंकज यहाँ आऊ त किन तिमी यहाँ बसिरहेको है हस् हुन्छ जेसी गएर ड्याङ्ग प्रोग्राम ngamengu ayem chitegi भाइ यति काम गरिदिन्छु भइहाल्छ नि अल द बेस्ट ओ हाई हाई आइले जाउँ तिमी पुगेपछि फोन गर्नु है हामीलाई पनि दुःख हुन्छ हस् आमा You know what? मेरो फोन म तिम्रो फ्यान्सीमा कति गएको थिएँ नि तिम्रो फोन युज गर्नु गएको थिएँ अघि लिएको फुल देऊ न त भयो सिधै ब्यालेन्स छैन ला हो ढिलो भइस तिम्रो अङ्कल र हजुरआमालाई धेरै सोध्या छ भनिदेऊ ल यो पासपोर्ट र टिकट यहाँ छ राम्रोसित जाऊ है त नबिर्स नि फोन गर्नु है मलाई एउटा कुरा भन्नु त तैँले जस्तै उसले पनि तँलाई मन पराउँछ कि पराउँदैन थाहा छैन अब सोध्छु भनेको चान्स नै पाएन मेरो आइडिया मान होइन तँ जा के थाइल्यान्ड त्यहाँ बसेर केही हुन्न टक्क जा होइन सिधै भन्दै आई लभ यु
उसले यस भन्यो भने कुरा क्लियर, नो भन्यो भने कुरा क्लियर, द्याट्स इट। त बुझ्दैन साबास। ऊ आफैले फ्रेन्ड बनाएको फेसबुकमा त कति मेसेज गरिसके, रिप्लाई नै दिइरहेकी छैन। सी डजन्ट लभ मी यार, सी डजन्ट। खोया जस्तो आफै भित्रभित्र पाकेर बस्छ यार। उसलाई केही समस्या परेको हुन सक्दैन। तँ यति भन् त मलाई, त माया गर्छस् नि होइन उसलाई। तँलाई यस्तो भइरहेको तेरो ड्याडी मम्मीलाई थाहा छ कि छैन? पख म अहिले फोन गर्छु तेरो ड्याडीलाई, गीतको अङ्कलसँग कुरा गर्नु भनेर। तपाईँ यति मात्र बुझ्नुहोस्, हाम्रो सम्बन्ध भनेको बिजनेस हो विनोदज्यू, अरू केही होइन। त्यसैले त्यसमै ध्यान दिनु होला। सर, छोरा एकचोटि थाइल्यान्ड आउन चाहन्छ, गीतलाई नि भेट्छ, थाइल्यान्ड पनि घुम्छ, के भएर सर? तपाईँले अझै बुझ्नु भएन मेरो कुरा। हेर्नुहोस्, तपाईँको छोरामा कुनै इन्ट्रेस्ट छैन गीतको। उसको पढाइ चलिरहेछ यहाँ, बेकारमा डिस्टर्ब हुन्छ उसलाई। मेरो सल्लाह मान्नुहुन्छ भने तपाईँले आफ्नो छोरालाई यहाँ नपठाउनुहोस्। नेपालबाट आउने केटालाई त्यति राम्रो मानिँदैन यहाँ। उसलाई अप्ठ्यारो पर्यो भने मलाई केही नभन्नु होला नि फेरि। हस् त, राखेँ मैले। के भन्न खोजेको यो मान्छेले? हाम्रो छोरालाई के अप्ठ्यारो पर्छ भनेको? त्यही त भने, हेर न बाबु। आई गीत, मलाई किन रेस्पोन्स नगरेको? प्रेम, जसले जे भने पनि त एकचोटि थाइल्यान्ड जा। उसको अङ्कलले थाहा नपाउने गरी भेट उसलाई। यदि उसले पनि तैँले जस्तै माया गर्दिरहेछ भने भगाएर ल्याए पनि हुन्छ त्यसलाई। यदि गर्दिरहेनछ भने तेरो मन त हल्को हुन्छ जे भए पनि। हेलो सर, आई एम अरुण। प्रेम, आई एम अल्सो फ्रम नेपाल। त्यही भएर होटेलले खटाइदियो मलाई। थाइल्यान्डमा घुम्ने, इन्जोय गर्ने इनफ ठाउँहरू छन्, लाइक आइल्यान्ड, बिच, नाइट लाइफ। यो केटी चिन्नुहुन्छ? को हो यो? माई लभ। ओह रियली? गीत नाम हो उसको। थाइल्यान्डकै हो र? म्यानमार। यहाँ ब्याङ्कक आएको छ उसको अङ्कलकोमा स्टडीको लागि। के उसलाई खोज्न मलाई मद्दत गर्नुहुन्छ? उसको अङ्कलको यहाँ फ्यान्सी होलसेलको बिजनेस छ। सरी सर, म पनि नेपालबाट आएको 4-5 महिना मात्रै भयो। यहाँको टुरिस्ट एरिया बाहेक खासै नलेज छैन मलाई। तर पनि यहाँको केही बर्मेली नेपालीहरूलाई चिन्छु म। यदि उहाँहरूसँग भेट्न जानुहुन्छ भने म भेटाइदिन सक्छु। भाइ नेपालदेखि थाइल्यान्डसम्म म्यानमारको केटी खोज्दै आएको नि? हजुर। गीतको अङ्कलको नाम शैलेन्द्र हो। ए, शैलेन्द्र भनेपछि त हाम्रो संलग्नको दाजु हो कि के? तिमी कति जान्ने हुन्छ नि? उता जाऊ। लु भाइ, माफ गर है, हामी त चिन्दिन यिनलाई। यो नेपाली दिदीको रेस्टुरेन्ट सर। घर बर्मा हो दिदी? बर्मा? चिन्दिन त। हेलो बहिनी, नमस्ते। पसलमै हो र? चिन्छौ? चिन्दिन। ए हो, ठिकै छ, जान्छु है। जानुस्। सर, यो नाइट क्लब चाहिँ नेपाली केटाहरू छ। Money, 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 money. Come on, come on, come on, guys, come on. हेलो रोहित जी। हाय।
आरामै हुनुहुन्छ? आरामै। उहाँ म्यानमारको हो? होइन नेपालबाट आउनु भएको। नमस्ते। रोहितजी एउटा हेल्प गरिदिनु न। भन्नु न कस्तो हेल्प? बर्माको एकजना नेपाली केटी साथी रहेछ उहाँको। गीत नाम हो उसको। बुझे। यही अङ्कलकोमा बस्ने रहेछ। बुझे आउनुहोस्। रोहित नेपालबाट म्यानमारको केटी खोज्न आएको छ एकजना। के गरौँ दाइ? साला आयो मर्नलाई। त्यसलाई यसरी तर्सा कि सातो गएर साला भोलि नै नेपाल फर्कोस्। नेपालबाट म्यानमारको केटी खोज्न आएको छ। फोकसलाई भागुछ खोइ बाटो सुन केटा यिनीहरूलाई रातभरि लखिनुपर्छ। हेलो सर, केटाले मलाई समायो भने तपाईँ कहाँ बस्नुहुन्छ सबै भन्नुपर्ने हुन्छ सर। मैले त्यसो सर प्लिज तपाईँ एउटा रिसिभ गरिहाल्नुहोस्। सरी सर, मैले तपाईँलाई हेल्प गर्न सकिनँ। हेलो अरुण हेलो। गीत म तिमीलाई भेट्नु थाइल्यान्ड आएको छु। प्लिज एकचोटि रिप्लाई गर न। डराउनु पर्दैन भाइ। अहिले मेरो श्रीमान हुनुहुन्न, फुकेट जानुभएको छ। 2-4 दिनपछि मात्र आउनुहुन्छ। तपाईँ गीतलाई खोज्न आउनु भएको नि? पहिला थाइल्यान्ड यस्तो कहाँ थियो र भाइ? नेपालबाट आएको केटा हो भनेपछि यहाँको मान्छेहरू हुरुक्कै हुन्थे। आफ्नै घरमा राख्थे, जागिर दिन्थे, छोरा जस्तै माया गर्थे। नेपालको केटासँग आफ्नो छोरीको बिहा गरिदिन पाए त आम्मै फुरुक्कै हुन्थे नि। छोरी नेपाल जाने भई, मेरी छोरीको सन्तान पुर्खाको देशमा जन्मिने भए आम्मै अरू त झन् के हो के। तर भाइ यहाँको केटीहरूले धेरै धोका खाए नि। सोझो बनेर आउने, कमाएर गएपछि फर्केरै नआइदिने, घरमा स्वास्नी हुँदा हुँदा यहाँ बिहे गरिदिने। अहिले त यहाँको केटीसँग नेपालको केटाले बिहे गर्न गाह्रो छ। गाह्रो मात्र के भन्ने, हुनै दिँदैनन् यहाँ। तर म त्यस्तो छैन दिदी, तपाईँको भाइ त्यस्तो छैन। म कस्तो भनेर गीतलाई थाहा छ। म भेट्छु नि उसलाई, एकचोटि प्लिज भेटाइदिनु उसलाई। अनि उसले जे भने पनि मान्छु। पशुपतिनाथको कसम, भगवान बुद्धको कसम, प्लिज प्लिज। मेरो उसले पनि तिमीले जत्तिकै माया गर्थ्यो, तर यहाँ उसको कसैले सुनेन। मलाई कसैको मतलब छैन। एकचोटि गीतसँग भेटाइदिनुहोस् मलाई, एकचोटि। अनि उसले जे भन्छ म त्यही मान्छु। भाइ, बरु म तिमीलाई ठाउँको नाम लेखेर दिन्छु नि। म तिमीसँग जाँदा फेरि अरूले थाहा पायो भने गाह्रो पर्ला कि। हुन्छ।
जिन्दगीको लागि ठिक पार यसलाई। के छ कैलाश? ठिक छ अङ्गद। कस्तो चल्दैछ क्लब? राम्रै चलिरहेछ। त्यो केटा थियो नि नेपालको, जसको पिछा गर्न लागेको थिइस् तैँले मलाई, त्यो केटा अहिले गीतलाई खोज्दै थाइल्यान्ड आएको छ। के रे? हिजो हाम्रो क्लबमा आएको थियो, केटाहरूले मजाले तर्साएर पठाइदिए। सायद नेपाल फर्कन्छ होला। फर्क्यो भने बाँच्यो साला। तँसँग त्यसको फोटो छ होइन? छ। सब केटाहरूको मोबाइलमा पठाइदे र भन उनीहरूलाई जहाँ भेट्छस् त्यहीँ ठोक भनेर। Excuse me, is this the way? Yeah. Thank you. छोरी आऊ न। आए काकु। जाऊं। माफी दिनु नि ल। के भयो गीत? हेर्नु न, घरमा बुक छुट्यो। ओहो, गाडी घुमाऊ त। नाइ काकु पर्दैन, हजुर अफिस जानुस्, म घर ट्याक्सीमा जान्छु नि ल। कहिले आएको प्रेम तिमी यता? कहिले आएको थाहै छैन। कति मेसेज गरेँ मैले तिमीलाई, तिमीले आन्सर किन नदिएको? गीत आउने बेला कति हेरेँ नि मैले तिम्रो बाटो, अनि केलाई चलाउनु फेसबुक। तिमीलाई एयरपोर्ट छोड्न आउन पनि पाइनँ। सरी आई गीत, म बाध्यतामा थिएँ। सरी। काकुले भनेको नेपालको केटाहरूको भर हुँदैन। पहिले त हो जस्तो पनि लाग्यो, तर होइन रहेछ। तिमी आयो नि मलाई भेट्न, अनि के ल्याइदिएका छौ मलाई नेपालबाट? ngamengo ayang chitegi. कति राम्रो छौ प्रेम तिमी, सोच्छु र म तिम्रो लागि। तिम्रो सामु म केही होइन प्रेम। यो फुल हेर त, अरूको लागि जस्तो सुकै होस्, मलाई मात्र थाहा छ यसको इम्पोर्टेन्स। यो कति राम्रो छ। मेरो भन्नु तिमी मात्रै, छैन कोही आफ्नो भन्नु।
हाम्रै प्रेम हो नि तिमी मेरो गीत बन्नु यस्तै मिठो बाचा डर छोडी बिछोडाको हर कोहीले गाउने छन् कहानी यो प्रेम गीतको सक्छु भुल्न मैले अब तिमीलाई बल्ल तल्ल भेटेको छु चोटे चोट खाएपछि दुनियाँमा अरू कोही चाहिँदैन मलाई यो मायाको बन्धनमा तिमी भएपछि सधैँभरि जीवनमा तिम्रै लागि हाँसिदिन्छु चोट लाग्दा तिमीलाई आँसु बनी बगिदिन्छु यस्तै मिठो बाचा भए डर छोडी बिछोडाको हर कोहीले गाउने छन् कहानी यो प्रेम गीतको प्रेम गीतको बाधार छन् जे आउन् जीवनमा कवच पनि उभिदिन्छु पिरतीको गोरेटोमा जतिसुकै जोड दिउँस तुषारोले शिशिरमा बारेमा सुलिदिन्छु तिमी हिँड्ने गोरेटोमा चाह छैन अरू केही तिम्रै लागि बाँचिदिन्छु मर्नै परे नि आखिरीमा तिम्रै लागि मरिदिन्छु यस्तै मिठो बाचा भए डर छोडी बिछोडाको हर कोहीले गाउने छन् कहानी यो प्रेम गीतको प्रेम गीतको प्रेम गीतको तिम्रो बोजूले मलाई के आशिष दिनुभयो ए बोजू भन्ने बोलेछु नि मैले बोजूले भनेको कस्तो मिलेको थाहा छ गीत त कसरी पुगिस् नानी त्यहाँ कसले लग्यो तँलाई मलाई प्रेमले लगिदियो बोजू हे दैव यो बुढीको आशिष लागोस् बाबु तपाईलाई
दुःख भनेको सहनै नपरोस्, ठुलो मान्छे हुनु, धेरै नाम कमाउनु। प्रेम बाबु कस्तो मान्छे हुनुहुन्छ? ऊ राम्रो छ बजु। त उहाँलाई सुहाउँछस् र? सुहाउँदिन बजु। कति राम्रो छ नि प्रेम, म भन्दा धेरै राम्रो। त उहाँलाई मन पराउँछस् कि मन पराउँदिनस्? पहिले मलाई भन्न। थाहा छ बजु, उसले आउने बेलामा मलाई नभेटेको नि। हे पशुपतिनाथ, मेरो नातिनीलाई खोज्न आउने बनाइदियो त्यो बाबुलाई। उसैसँग घरजम गराइदेऊ। मेरा पनाती पनातिनीहरू तिम्रै चरणमा जन्मिन पाउन्, पुर्खाकै देशका हुन पाउन्। देख्यौ त बजुले तिमीलाई कति आशिष दिनुभयो। मिल्यो नि बजुले भनेको। ए साँच्चै मैले बजुलाई तिमी आएको भनेकै छैन नि, भन्छु ल। नभेटेर नदेखेर हुन्छ र? कति माया गर्नुहुन्छ बजुले तिमीलाई। म कल गर्छु, कुरा गर ल। तिमीले मलाई नेपालमै गामेङ्ग याङ छिटे किन भने? ए बजु शरम लाग्दैन कि क्या हो हामी? त्यसरी तपाईको घरमा आउने मन थिएन। नेपालमा गीतलाई घुमाउने केटा थाइल्यान्ड आएको रहेछ। तपाईलाई भनेको छैन गीतले? कि तपाईले नै भन्नुभएको छैन गीतलाई नेपालका केटाहरू कस्ता हुन्छन् भनेर? होइन अङ्गद, भनेको छु मैले। गीत यहाँ कति हाम्रा छोरीचेलीहरूको बिजोग भएको छ, तिनीहरूले गर्दा। काकु तोर प्रेम त्यस्तो केटा होइन नि, असल केटा हो नि। असल त त्यो केटा पनि थियो तिम्रो दिदीको लागि, तर के गर्ने, आफैलाई मार्नु पर्यो उनले। अब यहाँका छोरीचेली होइन, यिनीहरूमाथि आँखा लाउने मर्छन्। यो अङ्गतले मार्छ तिनीहरू। नेपाल फर्कियोस् भनेर सास बाँकी राखिदिएको छ मेरो केटाहरूले। फर्केन भने आकाशमा पोको पारेर समुद्रमा फालिदिन्छु। बाँचिरहेछु तिम्रो दुःखमा आँसु हेर्ने सामर्थ्य तिम्रो लागि त बाँचिरहेछु तिम्रो दुःखमा आँसु हेर्ने सामर्थ्य एक्लै छु म पाउँदिन मेरा कुनै साथहरू। एक्लै छु म पाउँदिन मेरा कुनै साथ। खाना खाने बेला भयो छोरी, आऊ। नखाने काकु म।
हजुर खानु मन छैन मलाई। प्रेम प्रेम छोड के गरेको छोड मलाई छोड गीत गीत छोड छोड मलाई प्रेम गीत प्रेम छोड प्रेम प्रेम भयो भयो अङ्गद भयो जे गर्नु मन लाग्छ गर्नु मलाई चासो छैन। मार्छन् नि तिनीहरूले प्रेमलाई। गीत तेरो काकुले दिए त फोन छिटो दिए त फोन। पक्नै बस्छु एकैछिन। बोजू कुरा गर्ने रे। हेलो आमा ढोक गरे। तेरो मति भ्रष्ट भयो कि के? प्रेम बाबु कस्तो मान्छे भनेर त छोरो भएर पनि गर्न नसकेको काम त्यो बाबुले गरेको छ मेरो लागि। त्यो बाबुले मेरो गाउँको माटो मेरो आमाको चिनो गीतको हातमा पठाइदिनु भएको छ। त्यस्तो मान्छेलाई पनि तैँले नराम्रो गरेको? मुलुकदेखि पछ्याउँदै आउने बाबुले गीतलाई धोका दिन्छ भन्ठानेको तैँले? तेरो देशमा आएको त्यो बाबुलाई केही भयो भने तैँले भन्ठान्नु तेरो लागि म मरे। बुझिस? त्यसो नभन्नुहोस् आमा म प्रेम बाबुलाई केही हुन दिन्न। पिर नगर्नुहोस् आमा। के भन्न आएको बुझ्न त पर्यो नि। त्यही त नमस्ते बस्नुहोस्। अङ्गद प्रेम खोइ त केटा हो लिएर आइज त्यसलाई। प्रेम गीत बस। म आज तपाईँहरूलाई एउटा कहानी सुनाउँछु। गीत यो कहानी तिम्रो दिदी नम्रताको हो। अङ्गद यो कुरा उसलाई थाहा छ? उसलाई थाहा भएको भए त्यो कहानीमा कोही छुटेको छ नि, त्यो चाहिँ थाहा छ कि छैन? बर्माबाट आएको त्यो सोझो नेपाली केटा याद छ तपाईँलाई? आज म सम्झाउँछु तपाईँलाई। त्यो केटा मुए थाई फाइट च्याम्पियन बन्ने सपना बोकेर थाइल्यान्ड आएको थियो। उसले सोचेको पनि थिएन आफूले देखेको सपनाको बाटोमा हिँड्दै गर्दा एक दिन उसको भेट नम्रतासँग हुन्छ भनेर। हाई हेलो छाई खुन थाई मेखा मै छाई नेपाल। ए कहाँबाट? थाइल्यान्डमा त्यो केटाले पहिलो साथीको रूपमा नम्रतालाई पाएको थियो, मन मिल्ने साथीको रूपमा। जीवनमा दुईटा रहर पालेको थियो त्यो केटाले। एउटा भनेको मैथाई च्याम्पियन बनेर धेरै पैसा कमाउने र अर्को भनेको नम्रतासँग बिहे गर्ने र खुसी भएर बाँच्ने। तर यो बात उसको दिलमै थियो, भन्न सकिरहेको थिएन उसले नम्रतालाई। तर थाहै भएन त्यो केटालाई दिलको बात एक दिन गलामा अड्किन्छ भनेर। तिम्रो बाबाले बिजनेस मात्र होइन छोरी पनि हेरिदिनु भनेको छ।
नेपालको केटासँग बिहा गरिदिने भन्नुभएको थियो बाबाले। अब पुरा हुने भयो। म छिटै प्रशान्तसँग बिहा गरेर नेपाल जाँदैछु। खुसी छौ नि तिमी? मलाई प्रशान्त राम्रो पनि लाग्छ, उसले मलाई खुसी राख्छ जस्तो पनि लाग्छ। किन तिमी खुसी छैनौ र? हैन खुसी छु नि, खुसी छु नम्रता। बधाई छ तिमीलाई। बिचरा दिल हारेको उसले रिङमा पनि हार्न थाल्यो, हर खेलमा गिभ अप गर्न थाल्यो। नम्रता किन बोलाको मलाई? उसले धोका दियो नि मलाई। मेरो दिलसँग खेला खेल्यो प्रशान्तले। बिहे भइसकेको रहेछ नि त्यसको, नेपालमा झुटो बोलेको रहेछ बाबालाई र मलाई। मलाई कहीँको छोडेन त्यसले, मलाई बाजारु बनाएर छोड्यो। नम्रतालाई माया गर्ने त्यो सिधा सादा अभागी केटा को होला? म अंगत। म आज पनि नम्रतालाई कति चाहन्छु देखाऊ तपाईलाई। ओ केटा हो, लिएर आइज त्यसलाई। मेरी नम्रताले यो दुनिया छोडेको दिन यो कुत्ता नेपाल भाग्दै थियो, तर मैले छोडिन नि, भेट्टाइ छाडे सालेलाई। यसलाई यहाँ ल्याएबाट अहिलेसम्म कुनै फाइट गिभ अप गरेको छैन मैले। हर बार रिङमा जानुभन्दा अगाडि यो पापीलाई त्यहाँ झुन्डाएर म प्र्याक्टिस गर्ने गर्छु। नम्रताको कसम, यी केटाहरूलाई जागिर दिन म फाइट गरेर पैसा कमाउने गर्छु, ताकि यस्ता गिद्धडहरूको नजरबाट हाम्रा छोरी चेलीहरूलाई बचाउन सकुन्। मेरो धड्कन चलेसम्म कुनै पनि बर्मेली केटीले नेपालको केटासँग धोका खाने छैन। कोही नम्रता अब फेरि मर्ने छैन। 2-4 जना बदमासले नराम्रो गरे भन्दैमा सबैलाई त्यही नजरले हेर्न हुन्छ र अंगत? सबै मान्छे खराब कहाँ हुन्छन् र? कोही असल पनि त हुन सक्छन्। तपाईले यसलाई असल भन्नुभएको? ए कैलाश, खोल यसको चिट्ठा। यस्तै हुन्छ असल केटा। यो त तस्बिर मात्रै हो, धेरै कुरा कैलाशले आफ्नै आँखाले देखेर आएको छ। हे केटा, हिँड्दा त्यसलाई त्यहाँ। प्रेम खराब केटा होइन कि, केही नगर्नु उसलाई। प्रेम खराब केटा होइन, म बिहे गर्दिनँ बरु। प्रेम खराब
केटा होइन के जानु दिनु के उसलाई नम्रता दिदीको कसम म बिहे गर्दिनु प्रेमसँग जानु दिनु के उसलाई नेपाल नम्रता दिदीको कसम म बिहे गर्दिनु प्रेमसँग केटा हो त्यसलाई छोड्दे ए कैलाश यसको टिकट काट र आफै नेपाल छोडेर आइज अनि तपाईँलाई पनि भन्छु यदि नेपाल गएर गीतको बिहे यो केटासँग गरिदिनु भयो भने तपाईँलाई पनि बसी खान दिन्न बुझ्नुभयो न त पाउन नै सक्छु न त बिर्सन सक्छु न त बोलाउन सक्छु न त छोड्न नै सक्छु जिन्दगीको अन्तिम दिन गनेर जिउन आशा पलाउँछ कि भनेर जीवन मरणको दो बाटोमा प्रेम हाम्रो मिलन हुन लेखेको रहेनछ नि यो जुनीमा प्रेम हामी सँगै हुन सक्दैनौँ प्रेम तर हामी जति टाढा भए पनि एकअर्कालाई माया गरिरहला तिमीले मलाई मैले तिमीलाई तर के गर्ने गीत यो मनले मान्दैन तिमी तिम्रो मनलाई सम्झाऊ म मेरो मनलाई सम्झाउँछु मानेन भने यो दिलको धड्कनले जे भन्छ त्यही मानौला हामी हुन्न र प्रेम म तिमीलाई बिदा दिन म सबै सहन सक्छु तर तिमीलाई के भयो भने सक्दिन म तिमी नेपाल जाऊ प्रेम जाऊ ल तिमीलाई केही भयो भने नि मर्दिन्छु नि म फेरि पाइन्छ के गरेर पाउँछ त यो पनि एउटा आमाले पाउँछ एउटा आमाले पाउँछ छोड मलाई के गरेर पाउँछ छोड जे गरेर पनि हार्छु फोन अङ्गतसँग भिड्न सक्छस् उसलाई आफ्नो बाटोबाट हटाउन सक्छस् सक्छु गीतलाई पाउनु म जे पनि गर्न सक्छु अनि प्रेम बाबु जानुभयो थियो गीतु मैले नै जान भनिदिए बजु बाबु तपाईँ जहाँ रहे पनि खुसी रहनुहोस् यो बुढीको आशिष लागोस् तपाईलाई कहाँ पुग्नु पर्ने बजु चिन्नु भएन मलाई म प्रेम गीतसँग म मुरमा मैले नै जान भनिदिए बजु राजु
तैँले उहाँलाई चिनिस्? तेरो दिदी गीतलाई मुरमामा लिएर जानु भएको थियो नि। लाटा आफूभन्दा ठुलो मान्छेलाई ढोक गर्नु पर्दैन। नमस्ते बजु बजु, त्यो दाजुले त माथि के कुरा गरिरहेछ? के कुरा गरिरहेछ मलाई भन् त खरखरी। सबै कुरा मैले थाई गुरुलाई भनिसकेको छु। म यहाँभन्दा अरू केही गर्न सक्दिनँ प्रेम। थ्याङ्क यू फर एभ्रिथिङ दाइ। बाबु म यो के सुन्दैछु? तपाईँ हानमार सिक्न आउनु भएको यहाँ? हे पशुपतिनाथ, गीतुले कस्तो केटाले छानिछ नि। हो बजु, उनीसँग मेरो भेटै नभइदिएको भयो हुन्थ्यो, चिनाजानै नभइदिएको भयो हुन्थ्यो, उनी मेरो नभइदिएको भयो हुन्थ्यो बजु। तपाईँ जे गर्नुहुन्छ उसँग सल्लाह गरेर गर्नुहोस् न बाबु। म गीतलाई खबर गरिदिन्छु नि ल। उनले विश्वास गरेकी छिन् बजु, म नेपाल गइसकेँ भनेर। जाने बेलामा बिदा दिँदै उनले भनेकी थिइन्, जति टाढा भए पनि माया गरिरहँला। उनको यो विश्वास नतोडिदिनुहोस् बजु। मनभरि घाउै घाउ भएको छ उनको। थोरै भए पनि हल्का भएको होला अहिले। बुझिदिनु न बजु, बुझिदिनु। तपाईँको बा आमालाई थाहा छ तपाईँ यहाँ के गर्दै हुनुहुन्छ भनेर? तपाईँलाई यहाँ के भयो भने उहाँहरू जिउँदै मर्नुहुन्छ। मेरो यो जीवन मम्मी ड्याडीकै हो बजु, उहाँहरूकै अधिकार छ यसमा। तर के सासै नफेरि बात छोरा भन्न सक्नुहुन्छ त उहाँहरूले? मेरो सास भनेको गीत हो बजु। अब यो प्रेम सके गीतकै लागि बाँच्छ, नसके गीतकै लागि मर्छ। लो No, I'm tired. ต้องซ้อมอย่างนี้ไม่ได้ต้องทำอย่างนี้อย่างนี้เอาซ้อมมาชก